नमस्ते, मेरो नाम लक्ष्मी साई, घर चाहिँ धनगढी दिन चटकपुर। म चाहिँ यो धनगढीद्वारा आयोजित रोजगार मेलामा सिप तथा रोजगार मेलाको लेखा व्यवस्थापनमा सहभागी हुन पाउँदा धेरै खुसी लागेको छ र मैले यो लेखा सम्बन्धी काम त म योभन्दा पहिला पनि गरेको थिएँ। त्यस पनि अहिले मैले 2 वर्ष 3 वर्ष जति मेरो ब्रेक भएको कारणले बिचमा अझ त्यो कुराहरू फेरि रिभिजन गर्न पाउँदा एकदमै खुसी भएकी छु र यस्ता रोजगार के भन्छन् सिप तथा रोजगार मेलाले हामीलाई एकदम प्र्याक्टिकल रूपमा कार्यक्रम ल्याएकोमा हामी एकदमै खुसी छौँ। हामी सबैजना सहभागी भएका छौँ यसमा। अनि यसले हामीलाई प्र्याक्टिकल रूपमा गर्न पाउँदा हामीले फिल्डमा जाँदा पनि हामीले यो काम गर्न एकदमै सहज वातावरण सिर्जना हुने भएकोले हामी एकदमै खुसी छौँ। अझ पनि थप यस्तो आयोजना फेरि पनि यस्तो आयोजना गरिराखोस् भन्ने अपेक्षा व्यक्त गर्दछु। नमस्ते, मेरो नाम चाहिँ रविन्द्र पहेली। म चाहिँ यो सिप तथा रोजगार मेलामा यो लेखा व्यवस्थापनको मुख्य प्रशिक्षक हो। विशेषतया युवाहरूलाई रोजगारी तथा स्वरोजगारीमा जानको लागि चाहिँ यो तालिमको एकदमै महत्त्वपूर्ण चाहिँ अहिलेको स्थितिमा भूमिका छ। विशेषतया तालिमपछि युवाहरूले चाहिँ विभिन्न ठाउँमा लेखा व्यवस्थापनको क्षेत्रमा भयो, अनि त्यसपछि सरकारको कर तिर्ने कसरी तिर्ने त्यो ट्याक्स पोर्टल सम्बन्धी काम गर्ने कुराहरू भयो, अनि स्थानीय निकायमा एउटा कर सहयोगीको रूपमा काम गर्ने भयो, कुनै पनि सङ्घ संस्थामा दक्ष प्रशासन तथा लेखापालको भूमिकामा भयो, उहाँहरूले यसपछि चाहिँ काम गर्न सक्छन्। यो तालिमले चाहिँ विशेषतया धनगढी नगरपालिका उपमहानगर दिएको तालिममा युवाहरूलाई चाहिँ रोजगारीमा जानको लागि ठुलो भूमिका चाहिँ निर्वाह गर्नेछ। नमस्कार, मेरो नाम चाहिँ सुभाष बोरा हो। मेरो घर चाहिँ सिकन नगरपालिका वडा नम्बर 7 हो। म डोटी जिल्लाबाट आएको हुँ। धनगढी उपमहानगरपालिकाद्वारा आयोजित सिप तथा रोजगार मेलामा लेखा व्यवस्थापनमा सहभागी भएको छु। म BBS 4th इयरको स्टुडेन्ट भएर कलेजमा थ्योरिटिकल नलेज मात्रै थियो, यस्तो प्र्याक्टिकल्ली लिन पाएको थिएन। यसमा सहभागी भएर मैले प्र्याक्टिकल्ली सिकेको छु र म पछि गएर कुनै पनि अर्गनाइजेसनमा काम गर्न सक्षम भएको छु। खुसी लागेको छ। यो प्रोग्रामले मलाई धेरै सहयोग भएको छ। कुनै पनि अर्गनाइजेसन काम गर्दाखेरि प्र्याक्टिकल्ली कसरी अपनाउने, कसरी काम गर्ने भन्ने कुरा सिकेको छु।